साथीहरु तपाईहरु पनि आफ्नो मेसेन्जरमा रिङटोन राख्न चाहनुहुन्छ भने आजको यस भिडियोमा आफ्नो मेसेन्जरमा रिङटोन कसरी राख्ने सम्पूर्ण तरिका यो भिडियोमा सिकाइएको छु। त साथीहरु मेरो यस YouTube च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई लाइक कमेन्ट र भिडियोलाई साथीहरुमाझ शेयर गरिदिनु होला। ल त साथीहरु ढिला नगरी आजको भिडियोलाई सुरु गरौँ। साथीहरु आफ्नो मेसेन्जरमा रिङटोन राख्नको लागि सबभन्दा पहिला तपाईहरुले आफ्नो मोबाइलको मेसेन्जर एपलाई ओपन गर्नु होला। यसरी आफ्नो मोबाइलको मेसेन्जरलाई ओपन गरिसकेपछि तलतिर साइडमा तपाईले मेनुको आइकन हेर्न सक्नुहुन्छ। तपाईले मेनुको आइकनमा क्लिक गर्नु होला र त्यसपछि तपाईले सेटिङको अप्सनमा क्लिक गर्नु होला। सेटिङको अप्सनमा क्लिक गरिसकेपछि तपाईले तलतिर स्क्रल गर्नु होला। त्यसपछि तपाईले नोटिफिकेसन एन्ड साउन्डको अप्सन हेर्न सक्नुहुन्छ। तपाईले नोटिफिकेसन एन्ड साउन्डको अप्सनमा क्लिक गर्नु होला र त्यसपछि तपाईले तलतिर स्क्रल गर्नु होला। त्यसपछि तपाईले रिङटोनको अप्सन हेर्न सक्नुहुन्छ। तपाईले रिङटोन राख्नको लागि रिङटोनमा क्लिक गर्नु होला र त्यसपछि यहाँ तपाईले करिब 40-41 वटा तपाईले रिङटोनहरु हेर्न सक्नुहुन्छ। अब तपाईलाई जुन रिङटोन राम्रो लाग्छ मन पर्छ त्यो रिङटोन तपाईले सिलेक्ट गर्नु होला। मैले जस्ट सबभन्दा टपमा रहेको रिङटोन सिलेक्ट गरेको छु। यसरी रिङटोन सिलेक्ट गरिसकेपछि तपाईले तलतिर कस्टमाइज नोटिफिकेसन हेर्न सक्नुहुन्छ। त्यहाँ क्लिक गरेर तपाईले एलाउ नोटिफिकेसनलाई अन गरिदिनु होला। एलाउ नोटिफिकेसनलाई अन गरिसकेपछि तपाईको रिङटोन नोटिफिकेसन सेट भइहाल्छ। त साथीहरु तपाईले यसरी आफ्नो मेसेन्जरमा रिङटोन राख्न सक्नुहुन्छ। त साथीहरु तपाईहरुले यो भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। हस् धन्यवाद। मिलो लाग्यो भिडियोमा। जय नेपाल।